हेलो साथीहरू नमस्ते। फेरि केही दिनको समयपछि फेरि एउटा न्यू ब्लग लिएर आएको छु म। हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। नयाँ सालमा चाहिँ हामी चाहिँ ठ्याक्क अहिले चाहिँ दुधौलीतिर लागिरहेका छौँ। दुधौलीको लपडाँडाको यात्रामा छौँ हामी चाहिँ। भिडियो हेरेर साथ दिनु होला, साथ दिनुहुन्छ भन्ने पूर्ण आशा छ। कस्तो प्रतिक्रिया दिनु होला, कस्तो हुन्छ भिडियोहरू। हामी चाहिँ यता अब घुमफिर गर्दै यहाँनिर एकछिन रेस्ट गरेर शीतलमा बसेर खानपिनतिर लागेका छौँ। यसो चिसोहरू त्यस्तै उयोहरू सेकुवाहरू त्यस्तै लिएर गएको थियौँ। खानपिन खाएर अनि फेरि हामी घुमफिर गर्ने नै छौँ। साथीहरू अझै देखाउने नै छु म तपाईँलाई, अझै घुमफिर गरेको है। हेरेर साथ दिनु है त। यो अहिले तपाईँलाई देखाइरहेको दृश्य चाहिँ ठ्याक्कै यो लपडाँडाको भ्यू टावरबाट खिचिएको दृश्य हो होइन। ठिकै छ, जस्तो तस्तो आइरहेछ, घामले पनि धेरै पोलिरहेछ होइन। त्यसकै अवसरमा यसो घुमफिर गर्दै देखाउँदैछु तपाईँलाई भिडियो। हेर्नु होला, हेरेर साथ दिनु होला, साथ सपोर्ट गर्नु होला है। यहाँ त डान्स पो चलिरहेको छ। उहाँ फेरि ग्रुप डान्स हुन लागिरहेछ अब। हो बा ए त्यो दाईहरूले डिस्टर्ब गर्दैन त। ए चार्जमा रहेछ है। उल्का रहेछ अब। अनि यता दाई तल अर्को ग्रुप हेर्नु नि दाई। कता 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 यहाँ मुनिको त डान्स चलिरहेछ। ड्याम कि ड्याम ओ चस्मा मिलाएर हेरिरहेको पवन भाइ। पुरै काला आयो यार पवन भाइको त। जानुपर्छ। ल हेलो भाउजू, के छ खबर? बबल डान्स बबल डान्स। हाम्रो नि खासै आएन। अब हामी चाहिँ ठ्याक्कै त्यहाँ भ्यू टावरबाट झरेर यहाँ दुधौली लेखेको ठाउँमा आइपुगिसकेका छौँ हामी होइन। दुधौली लेखेको ठाउँमा आएर क्यामेरा घुमाउँदैछौँ। यो चाहिँ शिवको मूर्ति है साथीहरू। तल रोडबाट हाइवेबाट हिँड्दाखेरि पनि कतिचोटि देख्नु भएको होला तपाईँहरूले होइन। यहाँ चाहिँ यस्तो छ है, यता गौतम बुद्धको मूर्ति होइन, उतापट्टि शिवको। यस्तै यस्तै छ साथीहरू। आजको मिनी ब्लग यति नै। अब फर्किन्छौँ यहाँबाट, कटाकतर्फ लाग्छौँ होइन। आजको यात्रा यहीँसम्म। हेरेर साथ दिनुभएको धन्यवाद तपाईँहरूलाई।